हेलो साथीहरू, आज चाहिँ म फर्सीको तरकारी बनाउँदैछु। पहिला चाहिँ मलाई फर्सीको तरकारी भनेपछि नाम सुनेपछि नै खानै मन नलाग्ने कि तरकारी प्याल्ला परे जस्तो कस्तो कस्तो लाग्थ्यो। अनि यो चाहिँ मैले मम्मीबाट सिकेको थिएँ बनाउन। यो रेसिपीबाट चाहिँ मलाई फर्सीको तरकारी एकदमै मिठो लाग्छ। खासै त्यस्तो केही पनि छैन कि एकदमै सिम्पल छ तरिका नि। अनि जुनसुकै तरकारी पकाउने नि सबैको आफ्नो हुन्छ तरिका। मैले चाहिँ आज मैले बनाउने तरिका राख्छु है त। हामीले चाहिँ अब सुरुमा फर्सीमा पानी राखेर यसै अब हामीले नर्मली तरकारी पकाउँदा त्यसमा जे जे सामान राख्छौँ त्यो चाहिँ सबै राखिदिने। मैले चाहिँ अब यसमा नुन राखेँ, अनि बेसार, धनियाँ जिराको पाउडर, रातो खुर्सानी अनि अदुवा लसुनको पेस्ट राखिदिएँ। अब यसलाई चाहिँ एकछिन पाक्नको लागि छोडिदिने, लगभग 10-12 मिनट जस्तो यो फर्सीको तरकारीलाई चाहिँ गल्न छोडिदिने। त्यसपछि उता पाक्दैछ यता चाहिँ अनि थोरै घिउ बसालेर जिम्मु त्यसमा फ्राई के गर्ने झान्ने र अनि तरकारीमा राख्दैछु। अब यो चाहिँ यसै मनपर्नेले यसै खाँदा नि भयो, नत्र दुधमा मुसेर त्यो भात खाँदा चाहिँ एकदमै मिठो हुन्छ। बनाउन पनि केही पनि गाह्रो छैन, एकदम सजिलो छ। तपाईँहरू पनि ट्राई गर्नु है त। आज चाहिँ मैले यसरी खाएँ खाना।